सो तिमीले पक्कै पनि भन्यौ होला अथवा अझै पनि भन्छौ कि एज अ चाइल्ड म सानो हुँदाखेरि म एकदम फिजिकली एक्टिभ थिएँ हैन, साथीहरूसँग खेल्न गएको गई गर्थेँ। आजकलका बच्चाहरू के भएका होलान्, खेल्दैनन् हैन। मेरो पालामा म यति खेल्थेँ र अहिले त्यो कुरा चाहिँ तिमीले 30 वर्षको उमेरमा आफ्नो घोडा छाम्दै अथवा ढाड दुखेछ भनेर ढाड छाम्दै पक्कै पनि भन्छौ होला। त्यो प्रब्लम आएको बिकज अफ द अनहेल्दी लाइफस्टाइल यो लिभिङ हैन। र तिमीलाई लाग्छ कि त्यो दिनहरू गए, बच्चामा त्यसरी खेलिन्थ्यो, रमाइन्थ्यो, खुसी भइन्थ्यो, त्यो दिनहरू गए। तर वाट इफ आई से द्याट त्यही बचपनको चञ्चलता र त्यही बचपनको खेलकुद उफ्रिने बानीले नै तिमीलाई अहिले हेल्दी राख्न सक्छ भन्यो भने के तिमीले मान्छौ त? नमस्कार सबैजनालाई, म सुमिन जेसी र वेलकम टु द एपिसोड 1 अफ सुमिन टक्स अ लट। इट्स अ प्रिटी गुड नेम फर माई न्यू सिरिज टाइपको हैन। हामी मध्ये कति पढ्दैछौँ, करियरमा फोकस गर्दैछौँ हैन, फ्युचरमा के गर्ने भनेर सोचिरहेका छौँ। कसैले फ्यामिली हेरिरहेको छन्, कसैको बालबच्चा हुन सक्छ र कुनै साथीहरू, कुनै दाइ दिदीहरू चाहिँ आफ्नो पढाइ अथवा कामको सिलसिलामा चाहिँ आफ्नो घरबाट टाढिएको हुनुहुन्छ। र यो घरबाट टाढा हुँदा लाइफस्टाइल एकदम नै बिजी हुन्छ, काममा मात्र फोकस, पढाइमा मात्र फोकस भएकोले आफ्नो फिटनेस मेन्टेन गर्न चाहिँ एकदमै कठिन भएको हुन्छ। तर I am lucky and privileged that I still live with my parents and they provide me still. र सधैँ प्यारेन्ट्ससँग बस्न नपाउने समय आउन सक्छ र I accept that, अवश्य एक दिन त्यो आउने नै छ। र त्यही कुरालाई ध्यानमा राखेर जबसम्म म आफ्नो प्यारेन्ट्सहरूसँग छु तबसम्म आफ्नो प्यारेन्ट्सको लागि एउटा बोझ भएर बाँच्नुभन्दा जबसम्म मैले आफ्नो पर्पस अथवा केही कामहरू अथवा केही इन्कम सोर्स म बन्दिनँ तबसम्म बोझ बनेर बस्नु, बिग्रेर आफ्नो बानी बिगारेर प्यारेन्ट्सको लागि बोझ भएर बस्नुभन्दा आई एम एडिक्टेड टु फिटनेस, केही राम्रो कुरा गर्छु भनेर नै आई एम एडिक्टेड टु क्यालिस्थेनिक्स एन्ड फिटनेस। र सबै म जस्तो लकी र सबैलाई मेरो जस्तो सुविधा र सबै म जस्तो प्रिभिलेज्ड हुन सक्दैनन्। त्यसैले हजुरहरूको लाइफमा, हजुरहरूको बिजी लाइफमा, हजुरहरूको बिजी स्केड्युलमा आफ्नो हेल्थ मेन्टेन कसरी गर्ने भनेर चाहिँ म्यानेज गर्नु चाहिँ एउटा चिन्ताको विषय बन्छ। र जसको लाइफमा पर्पस छैन अथवा तिमी यङ एजमा छौ, पढाइ चलिरहेछ, अलिअलि स्किल्स सिक्दैछौ, द्याट्स बेटर फर यु। र त्यो बाहेक यदि यङ एजमा फ्री छौ भने तिम्रो लागि फिटनेस इज द बेस्ट अप्सन, किनकि फिटनेस इज अ लाइफस्टाइल। र यङ एजमा छौ भने फिटनेसमा फोकस गर्नु किन जरुरी छ भन्दा 35-30 भन्दा माथिको मान्छेहरूलाई सोध, अहिले नै दे आर फेसिङ फिजिकल हेल्थ प्रब्लम्स। र यदि यङ एजमा तिमीले फोकस गर्छौ भने फिजिकल फिटनेसमा यु विल नट रिग्रेट एट द एज अफ 35। अहिले जसले समय वेस्ट हानेको छ, अहिले जसले टाइम वेस्ट गरेको छ, पार्टी, क्लब्स, लेट नाइट स्टेइङ हैन, त्यस्तोमा वेस्ट गरेको मान्छेहरूले चाहिँ अहिले त मजा पाउँछन्। तर जब समय आउँछ, एउटा भनाइ सुनेछ होला, वाट गोज कम्स अराउन्ड। अहिले टाइम वेस्ट गर, पछि टाइमले तिमीलाई वेस्ट गराउनेछ। सो त्यही कुरालाई ध्यानमा राखेर यदि यङ एज छौ, म जस्तो गन्तव्यहीन र खाली छौ, पढाइ मात्र छ अनि केही स्किल्स सिक्दैछौ भने फिटनेस इज द बेस्ट। र अब कुरा गरौँ जसको लाइफ बिजी छ र सोच्दै गर्छु भन्दा पनि समय नमिल्ने अवस्थामा भएका दाइ दिदीहरूलाई चाहिँ फिटनेस लाइफमा कसरी इन्कर्पोरेट गर्ने भनेर चिन्ता पर्न सक्छ। र त्यसको लागि दिस भिडियो इज एक्ज्याक्टली फर यु। सो बेसिकली फिजिकल फिटनेस भनेपछि नेपाल र इन्डियामा के बुझिन्छ भन्दाखेरि बिग मसल्स, बिग चेस्ट, बिग लेग्स हैन, वाइड अपियरेन्स भनेर चाहिँ बुझिन्छ। द्याट्स नट फिटनेस, द्याट्स एक्चुअली बडी बिल्डिङ। र बडी बिल्डिङ जुन तिमीले स्टेजमा देख्छौ
ठुल्ठुलो बडी बिल्डरहरू देख्छौँ जस्तै क्रिस बम्स्टेड, रोनी कोलम्यान, जुनलाई इन्सपिरेसन ठान्छन् कुनैले, द्याट्स नट फिटनेस एक्चुअली, द्याट्स ओन्ली स्यालो बडी बिल्डिङ। त्यसको बारेमा पछि कुरा गर्दै गरौँला। जुन तिमीले त्यो बडी बिल्डिङलाई फिटनेसको रूपमा लिन्छौ नि, त्यो द्याट्स कम्प्लिटली फल्स। फिटनेस भनेको चाहिँ बेसिकली यु जस्ट हेल्दी अन योर ओन, मेन्टल फिटनेस, फिजिकल फिटनेस, हेल्दी लाइफस्टाइल जिउनु, केही रोगहरूलाई प्रिभेन्ट गर्न सक्ने रोगहरूलाई चाहिँ प्रिभेन्ट गर्नु भनेको फिजिकल फिटनेस हो। र यदि तिमीसँग टाइम छैन भने, थ्रु आउट द डे बिजी हुन्छौ भने, यदि स्कुल कलेजमा छौ, घर बाहिर टाढा, 5-10 मिनट्स रहन्छ पक्कै पनि। 5-10 मिनट्स जोसँग नि हुन्छ, जसले 5-10 मिनट्स नि छैन भने चाहिँ द्याट्स अ एक्सक्युज है, जति टाढा भयो नि त्यो चाहिँ एक्सक्युज नै भन्छु म। र यदि 5-10 मिनट्स पनि छ भने आफ्नो एक्टिभिटी बढाउने कोसिस गर। कोठामा भाँडामा बस्छौ, त्यही भाँडाको कोठामा यताउति गर्ने गर। पकाउँदा त अभियसली फिजिकली एक्टिभ हुन्छौ नै, तर अझै इन्कर्पोरेट गर्न खोज, अलि भागदौड बढाउन खोज होइन। अनि त्यसपछि यदि तिमीसँग 10-15 मिनट्स छ भने, इजिली 10-15 मिनट्स छ जस्तो लाग्छ, एकछिन बसेर सोच, तिमीले बिसाइड्स आफ्नो वर्क अथवा स्टडिज दिनमा मल्टिपल 2 मिनट्स भनेर स्क्रोल पक्कै पनि गरेर आफ्नो टाइम वेस्ट गरिरहेको हुन्छौ। र त्यो मल्टिपल 2 मिनट्स यदि कम्बाइन गर्ने भने तिम्रो दिनमा 15 to 20 मिनट्स जसै नै खाली रहन्छ। त्यो चाहिँ मैले नि रियलाइज गरेको कुरा हो। त्यसैले त्यो 10-15 मिनट्सलाई लेट्स युटिलाइज इट। अल यु निड टु डु इज जम्पिङ ज्याक्स, त्यसपछि पुसअप्स, स्क्वाट्स, अनि जम्प गर, लन्जेस गर, क्रन्चेसहरू गर, द्याट्स इट। र यदि तिमीसँग मिनिमम 30 मिनट्सदेखि म्याक्सिमम 1 आवर छ भने तिम्रो लागि जिम इज द बेस्ट अप्सन। तर जिम सधैँ जान सक्दिनँ, कन्सिस्टेन्ट हुन सक्दिनँ भन्ने लाग्छ भने म्याक्सिमम 3 डेज र मिनिमम 2 डेज अ विक इज मोर देन इनफ फर यु। भन्नेले जति भन्छन् डेली ट्रेन गरेर हाइपरट्रोफी हिट गर्नुपर्छ, द्याट डज नट म्याटर्स। हाम्रो गोल भनेको फिटनेसलाई लाइफस्टाइल बनाउने, फिटनेसलाई एउटा ह्याबिट बनाउने गोल हो, जसले गर्दा म्याक्सिमम 3 डेज र मिनिमम 2 डेजको जिम ट्रेनर भए तिमी जाऊ। फुल बडी वर्कआउट दिने भन, म्याक्सिमम 3 दिन अथवा मिनिमम 2 दिनको लागि गर र अनि त्यो भयो फिजिकल एस्पेक्ट भयो होइन। अब अर्को छ डायट्री एस्पेक्ट चाहिँ। अब टाढा बस्छौ, एक्लै पकाएर खान पर्छ भने टाइम अलि नमिल्न सक्ने कुरा हुन्छ। हो त्यो टाइममा चाहिँ मलाई बाबाले सिकाउनु भएको खाना पकाउनको लागि एकदम सिम्पल टिप्स छ, विच इज सबै तरकारी लिग, अनि प्रोटिन थप्न मन छ, अन्डा अथवा चिकन छ भने एउटा कराईमा हाल, पानी हाल, पकाऊ। यदि तिमीसँग टाइम छैन भने, पकाउने टाइम छैन भने टेस्टको लागि तिमीले काम गर्न पर्दैन, अलिकति नुन नरुले बेसिक टेस्ट आइहाल्छ। यदि टाइम छैन भने बाध्यताले भयो नि त्यति गर्नै पर्ने छ। टाइम बाँच्छ र जुन कुरा मुखको लागि मिठो हुँदैन, मुखको लागि मिठो लाग्दैन, त्यो शरीरको लागि अभियसली हेल्दी हुन्छ होइन। सो टाइम छैन पकाउनको लागि, सब कुरा एकैचोटि पकाऊ, उसिनेर पकाऊ, कसरी पकाऊ होइन। त्यो मल्टिपल कुरा पकाउँदा टाइम जान सक्छ होइन। प्रोटिनहरू इन्टेक पुरै राख होइन, बाहिरको प्रोसेस्ड फुड नखाऊ, अनहेल्दी फुड्स नखाऊ। र यदि पिजीमा बसेर अर्काले पकाएको पनि खान्छौ भने सकभर हेल्दी खान कोसिस गर। अनि प्रोसेस्ड फुड, रोड साइड फुडहरू अभोइड गर्न खोज, सकभर प्याकेज फुडहरू कहिलेकाहीँ खाँदा ठिक हुन्छ, साथीहरूसँग आउटिङ जाँदा होइन, घुम्न जाँदा खाँदा इट्स फाइन, तर सधैँ त्यसलाई चाहिँ ह्याबिट नबनाऊ। एक दिन खाँदा के हुन्छ भन्दा 1 दिन 1000 दिन पुगेको थाहा नै हुँदैन। सो बी अवेर अफ द्याट। र लास्ट टिप मेन्टल हेल्थ होइन। घरबाट टाढा भइसकेपछि, आफ्नो फ्यामिलीबाट टाढा भएपछि अभियसली अलि स्ट्रेस्ड आउट फिल गरिन्छ होइन, किनकि फ्यामिली नै हो हु लभ्स अस द मोस्ट, जसले गर्दा टाढा भएपछि अलि मेन्टली स्ट्रेस भइन्छ। र यो मेन्टल हेल्थको कुरामा चाहिँ आई डोन्ट थिङ्क आइ एम क्यापेबल अफ गिभिङ यु द टिप्स, किनकि मैले त्यो कुरा राम्रोसँग फेसै गरेको छैन कि। यो रियल वर्ल्डमा छिरेर स्ट्रेस लिने होइन, कामको स्ट्रेस लिने, परिवारको स्ट्रेस लिने, पैसाको स्ट्रेस लिने, त्यो फेजमा म अझै पुगेको छैन जस्तो लाग्छ, जसले गर्दा आई एम नट एबल टु गिभ यु गाइज टिप्स अन दिस वान। र एउटा मात्र दिन सक्छु, विच इज जब टाइम पाउँछौ टक विथ यर फ्यामिली, बी ग्रेटफुल फर देम, जस्ट
माथि हेर अथवा लर्ड कृष्णलाई हेर, माथि हेर, लर्ड कृष्णलाई हेर, and just be grateful for everything you have in your life. त्यति हो. अनि जब समय पाउँछौ तब आफ्नो परिवारसँग, आफ्नो साथी, दिदी, भाइ, बहिनी, दाइ, वाइफ जोसँग हुन्छ एकछिन राम्रोसँग बोल. That's all you need for your mental health. मैले दिन सक्ने मेन्टल हेल्थको लागि टिप्स त्यति हो. So that's the 3 ways you can be fit and healthy without any complicated things. So conclusion मा म 3टा कुरा सरल रिभाइज गर्न खोज्छु. फर्स्ट इज फिजिकल फिटनेस थ्रुआउट द डे एक्टिभिटी बढाऊ हैन, आफ्नो वकिङ स्टेप्सहरु बढाऊ. अनि त्यसपछि यदि टाइम छ भने 10-15 मिनेट्स जम्पिङ ज्याक्स, पुशअप्स, स्क्वाट्स, लन्जेसहरु चाहिँ बढाऊ. र त्यसपछि 30 to 1 आवर छ भने चाहिँ फिजिकल ट्रेनरमा गएर 3 days को फुल बडी रुटिन अथवा 2 days को फुल बडी रुटिन हप्ताको लागि बनाइदिने भन. र डायट्री एस्पेक्टमा घर बनाऊ हेल्दी खानाहरु आफैले बनाएर जस 2-3 छाक पुग्ने 2 छाक पुग्ने गरेर बनाऊ, टाइम बाँच्छ अर्को छाकको लागि. र अर्को भनेको मेन्टल हेल्थको टिप्स. ल मेन्टल हेल्थको टिप्सको लागि जस्ट बी ग्रेटफुल फर व्हाट यु हैव हैन, आफूसँग जे छ त्यसैमा खुसी भऊ. That's it. Thank you for watching. See you in the next episode of Sumin Talks a Lot. Thank you for watching.